जिन्दगीमा पैसा त्यो दिन महत्त्व हुन्छ जुन दिन आफैले पसिना बगाएर कमाउन सुरु गर्छ नि, हो त्यही दिन जिन्दगीमा पैसा कति महत्त्व छ आफैले थाहा हुन्छ। जबसम्म हामीले कमाउँदैनौँ नि तबसम्म पैसा के हो हामीलाई केही पनि थाहा हुँदैन। किनकि हामीले बुवा मम्मीले गरेको दुःख सङ्घर्ष पीडा हामीले कहिले पनि देख्दैनौँ र देखे पनि हामी बुझ्दैनौँ। अझै भन्छ हामीलाई, बाबा तपाईँले के दिनुभएको छ र, मामु तपाईँले मेरो लागि के गर्नु भएको छ र भनेर अझै हामी बाउ आमालाई हुर्की देखाउँछौँ। त्यसैले साथी, जुन दिन हामीले कमाउन सुरु गर्छौँ नि त्यही दिनबाट थाहा हुँदो रहेछ पैसाको महत्त्व कति रहेछ भनेर। जुन दिनबाट म आफैले दुःख गरेर कमाएँ नि, आफैले कमाएको त सही पनि अर्बौँ लाग्दो रहेछ। किनकि बुवा मम्मीले कमाएर दिएको हजारौँ मलाई 10 रुपियाँ पनि 10 रुपियाँ जस्तो पनि लाग्दैन थियो। त्यसैले साथी, जिन्दगीमा दुःख के हो भने जबसम्म आफैले प्रत्यक्ष भोग्दैन नि तबसम्म कहिले पनि थाहा नहुँदो रहेछ। दुःख के हो आफैले भोगेपछि बल्ल थाहा हुने रहेछ। त्यसैले मित्र, जिन्दगीमा तपाईँले दुःख के हो पैसा के हो बुझ्नलाई आफैले दुःख गर्नुपर्छ, आफैले कमाउनुपर्छ, आफैले रमाउनुपर्छ र आफैले कमाएर रमाएकोमा कति सन्तुष्टि हुन्छ र बुवा आमाले दिएर कमाएकोमा कति सन्तुष्टि हुन्छ भनेर जुन दिन आफैले कमाएर रमाउँछ नि त्यही दिन थाहा हुँदो रहेछ मित्र। त्यसैले जीवनमा कहिले पनि हामी बुवा मम्मीलाई यो भएन त्यो दिएन, यो दिए हुन्थ्यो त्यो पाए हुन्थ्यो भनेर कहिले पनि घुर्की नदेखाउनु। किनकि त्यो पालो हाम्रो पनि एक दिन अवश्य आउनेछ। किनकि यो हिँड्ने बाटो एउटै हो, बिसाउने चौतारा एउटै हो। त्यसैले साथी, जिन्दगीमा पालो सबैको आउँछ। भनिन्छ नि कुकुरको त दिन आउँछ, हामी झन् मान्छे हो सबैको पालो आउँछ। हामी भन्छौँ नि यस्तो भएन त्यो गरेन, मेरो मम्मीले के गरिदियो, मेरो बाबाले मेरो लागि के गरिदियो, अझै मलाई राम्रो ठाउँमा पठाएको भए म राम्रो हुन्थ्यो, अझै मलाई राम्रो ठाउँमा गरेको भए अझै म ठुलो मान्छे बन्न सक्थ्यो भन्छ नि बुवा मम्मीले। हामी धेरै गुनासो गर्छौँ नि। जुन दिन आफैले बिहे गरेर जुन दिन आफैले बालबच्चा हुर्काउँछ नि, आफैले ती बालबच्चालाई सोचेको जस्तो स्कुलमा पढाउन नसक्दा, सोचेको जस्तो लत्ता कपडा दिन नसक्दा, उनीहरूले मागेको चिजहरू पुरा गर्न नसक्दा बल्ल थाहा हुँदो रहेछ ओहो जिन्दगी त साँच्चीकै भने जस्तो केही पनि नहुँदो रहेछ। ओहो धन्न मलाई बुवा मम्मीले त यति धेरै दिनुभएको रहेछ। ओहो म जिन्दगीमा रुएकै भरमा मेरो मम्मीले मेरो बाबाले त मेरो लागि यति धेरै दुःख गर्नुभएको रहेछ भनेर त्यो दिन बुझ्छौँ हामी। तर त्यो दिन जुन दिन हामी बुझ्ने हुन्छ नि त्यो दिन तर धेरै ढिलो भइसकेको हुन्छौँ। किनकि त्यतिखेर मम्मी बाबा बुढाबुढी भइसकेको हुन्छौँ। जुन दिन हामी सक्षम हुन्छौँ नि त्यो दिन मम्मी बाबा अशक्त हुनेछ। कतिपयको त आफू जुन दिन सफल हुन्छ नि त्यो सफल आफ्नो मम्मी बाबाले पनि हेर्न पाएको हुँदैन। त्यसैले साथी, गुमाएपछि गर्नुभन्दा अगाडि नगुमाउँदै गर्नुहोस् है तारिफ। गुमाएपछि गरेको तारिफ केही पनि काम छैन। त्यसैले भनिन्छ नि जीवन अमूल्य छ, जिन्दगीमा हरेक कुराको महत्त्व बुझ्नुपर्छ। त्यसैले जिन्दगी भनिन्छ 2 दिनको, तर जिन्दगी वास्तवमा 2 दिनको होइन। जिन्दगी लामो छ साथी। जिन्दगी 2 दिनको त्यो व्यक्तिको लागि हो जसले जीवनमा के पनि गर्न सक्दैन र के पनि गर्न खोज्दैन। जिन्दगी त्यो व्यक्तिको लागि एकदम राम्रो छ जसले जीवनमा आफ्नो संसारलाई जित्न सक्ने क्षमता, आफूमा राम्रो ज्ञान ऊर्जा र खुबी हुन्छ नि त्यो व्यक्तिको लागि जिन्दगी धेरै लामो छ। त्यो व्यक्तिको लागि यति धेरै अवसरहरू छ जो साँच्चीकै मैदानमा उत्रिन काम गर्न सक्ने क्षमता राख्छ, जो मैदानमा उठेर आफूले चाहेको आफूलाई मन परेको चिजहरू खान खोज्छ, लाउन खोज्छ। त्यस व्यक्तिको लागि आफ्नो सपना पुरा गर्छु भन्ने कल्पना बोक्ने व्यक्तिको लागि जिन्दगी लामो छ र त्यो व्यक्तिले जीवनमा केही न केही गर्न अवश्य सकिन्छ। त्यो व्यक्तिले मात्र सक्दैन जो भित्री मनदेखि हारेको हुन्छ, जो भित्री मनदेखि केही गर्न सक्दिनँ भन्ने सोच बनाएको हुन्छ। हाम्रो यो मन त, हाम्रो यो शरीर त यो मनै हो। हाम्रो मनले जे भन्यो त्यही काम गर्छ। किनकि भनिन्छ नि हरेक कुरा सफलता पाउनलाई लगभग 50% त मोरलले पाउँछ अरे, मोरलले जित्छ अरे। एउटा उदाहरण, तपाईँ कुनै फुटबल गेम खेल्न जाँदै हुनुहुन्छ भने त्यो गेम जित्नलाई 50% त मोरलले जित्छ अरे। त्यसैले तपाईँमा खुसी हुन जरुरी छ, तपाईँमा आफैमा ह्याप्पी हुन जरुरी छ, आफैमा मोटिभेट हुन जरुरी छ। आफैमा सेट भयो, आफैमा
आफैले आफैलाई मार्यो भने जीवनमा तपाईँले केही पनि गर्न सक्नुहुन्न। त्यसैले मित्र, तपाईँले जीवनमा सफलता त्यो दिन पाउनेछ जुन दिन तपाईँ आफैले भित्री मनदेखि म जीवनमा केही गर्न सक्छु र म केही गर्छु भन्ने सोच र धारणा बोकेर साँच्चीकै फिल्डमा उत्रिनुहुन्छ नि, त्यो दिन थाहा हुन्छ जिन्दगी के हो र जिन्दगीमा मैले के गर्नुपर्छ, के गर्न सकिन्छ, के गर्न सक्दैन भनेर त्यो दिन थाहा हुन्छ मित्र। त्यसैले जीवनमा सफल बन्नुपर्छ। त्यसैले जिन्दगीमा सफलता पाउन सकिन्छ, नत्र कहिले पनि जीवनमा सफल पाउन सकिँदैन।